पत्रकार मित्रहरू भन्ने सक्थ्यो क्या पत्रकार मित्रहरू अरूको चाहिँ सबैलाई वडा नम्बर 11 का त्यस्तै आजका सौजन्य गरिदिनु भएको छ सुरेन्द्र कुमार श्रेष्ठ र उहाँको धर्मपत्नी सविता कुमारी श्रेष्ठज्यूबाट जुन आजको जाडोको लुगाहरू हामीले वितरण गर्न गइरहेको हाम्रो समाज छोटा उहाँलाई धन्यवाद धन्यवाद। रञ्जना श्रेष्ठ भनिदिनुको लागि म अनुरोध गर्दछु। सामान वितरणका दाता हाम्रा सुरेन्द्र श्रेष्ठज्यू र उहाँका श्रीमती धर्मपत्नी र वडा सदस्य ज्ञात्रीजी र उपस्थित मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू मेरा काका बाबाहरू, म आजको यस कार्यक्रमका लागि मौसममा यो वृद्धहरूको लागि नै विशेष कार्यक्रम राखेर यसै गरी नै लाग्नु भएको छ र उहाँलाई म मुरी धन्यवाद पनि दिन चाहन्छु। र मसँग छ भने म अरूलाई पनि न्यानो, म आफू न्यानो बस्नु सक्छु भने अरूलाई पनि न्यानो देख्न चाहन्छु। यति भनेर म यति त्यो फोटो पठाइदिनु न्यानोमा बस्यो र उहाँहरू पनि न्यानो बस्छ भने उहाँको चाहना रहेको भने उहाँले हामीले जति मैले केही सहयोग मान्छे खोज्छ जसलाई एकदम आवश्यकता छ चाडोमा को लागि सामानहरू म त्यसलाई सहयोग गर्नेछु भनेर उहाँले हामीलाई भन्नुभएकोले हामीले त्यो खोजेर उहाँले हामीलाई सहयोग गर्नुभएको। उहाँ हुनुहुन्छ हाम्रो सुरेन्द्र कुमार श्रेष्ठ। ल सुरेन्द्र दाइ तपाईँलाई धन्यवाद। के भन्नुहुन्छ कि दाइ? दाइ के भन्नुहुन्छ कि दाइ? मैले भन्ने कुरा अघि भनिसकेँ, अब के भन्नु पर्छ। ल दाइलाई धेरै धेरै धन्यवाद। नमस्कार, म अनुप कुमार सापकोटा, हाम्रो समाजको अध्यक्ष। आज हामीले यो जाडोको वृद्धहरूलाई जाडोको न्यानो कोसेली भनेर हामीले 5 वटा आइटम वितरण गऱ्यौँ, जसमा ब्ल्याङ्केट एउटा थियो, 1 पिस थियो भने टोपी, मोजा, तातो पानी तताउने जग र म्याट 5 प्रकारको हामीले जाडोको सामग्रीहरू वितरण गऱ्यौँ। यस्तो यो जुन वृद्धहरू पनि आर्थिक स्थिति